अधिकतम मान्छेहरूले जीवनमा नकारात्मक विचारहरूलाई अपनाउने गर्छन्, जसले गर्दा उनीहरू जीवनभर साधारण र असफल रहन्छन्। आज मैले त्यही नकारात्मक विचारहरूमध्ये प्रमुख 5 विचारहरू बताउन गइरहेको छु। यदि तपाईहरू पनि आफ्नो सम्पूर्ण इच्छाहरूलाई पूरा गरेर सफल व्यक्ति बन्न चाहनुहुन्छ भने यी 5 नकारात्मक विचारहरूलाई आजैदेखि त्यागिदिनुहोस्। नम्बर 1, प्राय मान्छेहरूले आफूलाई असक्षम सोच्ने गर्छन्, जस्तै कि मैले त्यो काम गर्नै सक्दिन किनकि म त्यति समझदार नै छैन। यदि मैले कोसिस गरे भने पनि म सफल बन्न सक्दैन। मेरो पासमा अनुभव नै छैन। मैले धेरै पढे लेखेको नै छैन। यस्ता प्रकारका विचारहरूलाई अपनाएर तपाई सफल बन्न कहिल्यै सक्नु हुँदैन। याद राख्नुहोस्, इम्पोसिबल शब्दले नै स्वयं पोसिबल बताइरहेको हुन्छ। त्यसैले कोसिस गर्न नछोड्नुहोस्। कोसिस गरेपछि नै अनुभव प्राप्त हुने हो र अनुभवबाट नै सफलता मिल्ने हो। तपाई सक्षम हुनुहुन्छ। हिम्मतका साथ अघि बढ्नुहोस्। नम्बर 2, मित्रहरू, आज तपाईहरूले जुनसुकै क्षेत्रमा संघर्ष गरिरहेको भए पनि प्रतिस्पर्धा अवश्य हुन्छ नै, चाहे त्यो बिजनेस होस्, चाहे त्यो स्टडी होस् या कुनै जब। प्राय मान्छेहरू प्रतिस्पर्धाबाट यो सोचेर भाग्छन् कि त्यो काम त पहिले नै थुप्रै मान्छेहरूले गरिरहेका छन्, मैले कसरी गरौँ? 5 जनाको भ्याकेन्सी छ, 50,000ले आवेदन दिएका छन्, म सिलेक्ट हुनु असम्भव छ। अरे यार, त्यो कामको लागि त अनुभवी व्यक्ति चाहिन्छ, म सफल हुनै सक्दिन। यस्ता प्रकारका विचारहरूलाई अपनाउने व्यक्तिहरू कम्पिटिसनमा भेट्न डराउँछन् र सधैँ असफल नै रहन्छन्। यदि तपाईहरूभित्र पनि यस्तै प्रकारका विचारहरू छन् भने त्यागिदिनुहोस्। नम्बर 3, प्राय मान्छेहरूले आफूलाई यस्तो मण्डलभित्र राखेका हुन्छन् कि केही अलग र केही नयाँ गर्नबाट डराउँछन्। मैले जुन काम गरिरहेको छु त्यही सही छ, त्यो काम छोडेर अर्को काम गर्ने हिम्मत म भित्र छैन, म जहाँ छु त्यही ठिक छु, धेरै पैसा कमाएर के गर्नु, यतिले मेरो घर चलेकै छ। यस्ता किसिमका विचारहरूले हाम्रो सपनाको हत्या गरिदिन्छन्। त्यसैले यस्ता विचारहरूलाई दिमागबाट निकालिदिनुहोस् र सधैँ केही अलग र केही नयाँ र केही महान गर्ने कोसिस गर्नुहोस्। नम्बर 4, पारिवारिक जिम्मेवारीहरूको बहाना बनाउनु। पारिवारिक जिम्मेवारीहरू निभाउनु धेरै राम्रो कुरा हो र निभाउनु पनि पर्छ, तर आफ्नो असफलताको कारण त्यसलाई मान्नु धेरै ठूलो गल्ती हो। सुन्दा तितो लाग्न सक्छ, तर सत्य यही हो। अब मैले कुनै पनि कम्पिटिसनहरूको तयारी गर्न सक्दिन किनकि म माथि पारिवारिक जिम्मेवारीहरू आइसक्यो। अब मैले जब बदल्ने रिस्क लिन सक्दिन किनकि म माथि पारिवारिक जिम्मेवारीहरू आइसक्यो। अरे यार, पारिवारिक जिम्मेवारीहरूको कारण धेरै सपनाहरूको बलिदान दिनुपर्ने हुन्छ। मित्रहरू, यस्ता प्रकारका विचारहरू अपनाउने व्यक्ति न त कहिल्यै सफल बन्छ, न त सही ढङ्गले परिवारको ख्याल राख्न सक्छ। यो कुरा सही हो कि प्राय व्यक्तिहरूमाथि सफल बन्नुभन्दा पहिले थुप्रै पारिवारिक जिम्मेवारीहरू आउँछन्, तर यो कुरा पनि सही हो कि पारिवारिक जिम्मेवारीहरू निभाएर पनि तपाईले ठूलै सफलता हासिल गर्न सक्नुहुन्छ। नम्बर 5, आफ्नो बारेमा नसोच्नु। अधिकतम व्यक्तिहरूको पासमा दुनियाँको बारेमा सोच्ने समय त हुन्छ, तर आफ्नो बारेमा सोच्ने समय भने हुँदैन। अरूको बारेमा सोच्नु, अरूको ख्याल राख्नु गलत कुरा होइन, तर हामीले तब मात्र अरूको बारेमा सही तरिकाले सोच्न सक्छौं जब हामीले आफ्नो बारेमा सही सोच्छौं। त्यसैले आफ्नो बारेमा सोच्नको निम्ति समय अवश्य निकाल्नुहोस्। यदि सफलता हासिल गर्नु छ भने आफूलाई चिन्ने कोसिस गर्नुहोस्। मित्रहरू, भिडियोको अन्त्यमा यति नै भन्न चाहन्छु कि यी 5 वटा नकारात्मक विचारहरूलाई त्यागिदिनुहोस् र याद राख्नुहोस् कि जीवन एकपटक मात्र मिल्छ। फेरि पनि भन्दैछु, जीवन एकपटक मात्र मिल्छ, त्यसैले यसलाई सफल अवश्य बनाउनुहोस्।